हेलो, म चाहिँ आज उषाको घर जान आँटेको। अन्डा र आलुको तरकारी बनाउन आँटेको। लिम्बूको त पकाएर बोक्नुपर्छ नि त, अचारहरू। अनि बनाइसकेर अब हामी चाहिँ गयौँ। जाँदै गरेको भिडियो मात्र बनाएँ मैले बोजूसँग। पछाडि भाउजूहरू आउँदै हुनुहुन्छ। अनि यसो बनाएको कस्तो छ। पछाडि चाहिँ कुखुराहरू छ। अनि जिरी खिम्ती पुग्यौँ हामी। अनि पुगे पछाडि अब सुशीला भाउजूले पर्खिराख्नु भएको छ जिरीमा। अनि यसो जिरी बजारको मैले भिडियो बनाएको। त्यति राम्रो आउँदैन एडिटहरू गर्नु, यसो बोल्नु चाहिँ आउँदैन। यसो मेन्जो बोल्छु अलिअलि। कस्तो छ हेरिदिनु होला। मेरो ब्लग बनाइ हेरेको मिनी ब्लग हो यो चाहिँ। अनि पुग्यौँ अनि पुगेर गफ गर्दैछौँ। चिसो तातोहरू खाँदै बस्दैछौँ सबैजना। अनि कसै तोङ्बा त खानु पर्यो पाहुना गएपछि। लिम्बूको त तोङ्बा खाएन भने त जात जान्छ नि। जात त जनाउनु पर्यो नि राई लिम्बूले। अनि जात जानाकै भन्दै मैले पोज्दै गरेको। अनि यो चाहिँ मेरो तृष्णा भदैनी हो, दाजुको छोरी हो। अनि हामी चाहिँ तल्लो घर गएको है। अब तल्लो घर गएको भाउजूसँगै फुल हेर्नु। यो चाहिँ हाम्रो उसारको तुम्बाको अरे। उसारको पनि यस्तै मजाले फुलेको छ। माथि बेलधरीमा फुलेको छ र मैले खिचिनँ बेलधरीतिर। अनि तलतिर जाउँ भाउजूले भनेर नि हेर्नु आएको। राम्रो फुलेको रहेछ। अब हामी चाहिँ अब गएको अब हामी चाहिँ बाई गरेर उषाहरू पनि पुऱ्याउनु आइराखेको छ, हेरी पठाउँदैछ। अनि बोजू भाउजूहरू चाहिँ अगाडि हिँड्दै हुन्छ। अनि म चाहिँ पछाडिबाट भिडियो गर्दै गएको। मास्तिर हिँड्दै जाने अनि टेम्पोमा चढेर जाँदैन। टेम्पोहरू चाहिँ अलिक अगाडि जान्छ, माथि सामानहरू लाउनु पर्ने छ। अनि त्यही भएर टेम्पोहरू चाहिँ अगाडि। अनि हामी चाहिँ हिँड्दै गएको। अनि मैले चाहिँ अनि म्याङ्लुङ पुग्यौँ। अनि म्याङ्लुङको भिडियो बनाउनु खोजेको बिरालोको भएन। अनि यो चाहिँ हाम्रो बुवाले मासु काट्दै हुन्छ है। अनि यो चाहिँ मलाई दमक लानुको लागि सुन्तला पठाइदिएको अरे भेनाले। अनि यो चाहिँ जहाँ लगेको आधी नै फर्काइदिनु भएछ। ल मेरो ब्लग बोल्नै पाएन। मेरो ब्लग यति नै। लाइक सब्सक्राइब गरिदिनु होला।